नमस्कार। कोरोना विशेष में स्वागत करै छी। हम अजय शाह शिवाली आई बातचीत कर जा रहल छियै आयुर्वेद जे दवाई छै ओहि के विषय में, कियाकि कोरोना के संक्रमण बढ़े जा रहल छै, एकर दवाई अखन तक नहीं आयल छै। एहन अवस्था में ई एकटा सर्वमान्य बात ई छै जे सब मान चुकल छै, पूरा विश्व मान चुकल छै कि अगर शरीर के रोग प्रतिरोधात्मक क्षमता जे होइ छै अगर ई बढ़ाओल जाए तो कोरोना से बचल जा सकै छै। कोरोना क्षति नहीं करते लागत से बचल जा सकै छै से कहल जा रहल छै। रोग प्रतिरोधात्मक क्षमता बढ़ावा के लेल जे हमरा अहाँ के घर में उपलब्ध खाद्य सामग्री सब केना के प्रयोग कयल जा सकैए, दोसर बात जे आयुर्वेदिक दवाई सब छै से सब केना के प्रयोग कयल जा सकै छै। जेना कि आयुर्वेद चिकित्सा के एकटा वैकल्पिक इलाज पद्धति सेहो कहल जा रहल छै। तो ई पद्धति कते कारगर छै कोरोना रोकथाम में, आई एहि विषय में चर्चा करब। अखन प्रत्यक्ष जुड़ल छै डॉक्टर योगेश प्रसाद वैद्य, ओ श्री मिथिला आयुर्वेद कॉलेज एंड रिसर्च सेंटर गंगुली के प्राचार्य छै। सबसे पहले उनका स्वागत करै छी। डॉक्टर साहब, कार्यक्रम में स्वागत छ। हजुर नमस्कार। सुरुवात गरौँ, यो जुन आयुर्वेदको कुरा गर्ने भने अहिले त एकदमै चर्चामा छ कि रोग प्रतिरोधी क्षमता जुन हुन्छ, रोग प्रतिरोधी क्षमता यदि बढाइयो भने कोरोनाबाट हामी बच्न सक्छौँ, किनभने औषधि नै निस्किसकेको अवस्था छैन, उपचार हुने अहिले औषधि नै छैन हैन। यस्तो अवस्थामा चाहिँ यदि शरीरको रोग प्रतिरोधी क्षमता बढाउन सकियो भने यसबाट चाहिँ बच्न सकिन्छ भनिन्छ। के छ तपाईहरुको अहिलेसम्मको अनुसन्धान अध्ययनबाट के चाहिँ देखाएको छ? अब आयुर्वेदको सन्दर्भमा मैले बोल्नु पर्दाखेरि हल्का तपाईले अगाडि व्यक्त गर्नुभएको आयुर्वेदको सानो इन्ट्रोडक्सनलाई मैले अलिकति सच्याउने जमर्को गर्दैछु। किन त भन्दाखेरि अहिलेको जनमानसमा र अहिलेको जुन हाम्रो आयुर्वेद पद्धतिको उसमा यो आयुर्वेदलाई एउटा वैकल्पिक चिकित्सा, एउटा अल्टरनेटिभ मेडिसिन भनेर चाहिँ नि मानिएको छ। तर वास्तवमा यसलाई शास्त्रोक्त रूपमा हेर्दाखेरि आयुर्वेद एउटा वैकल्पिक चिकित्सा होइन, यो चाहिँ नि हाम्रो अनादि अनन्त भन्छौँ हामी आयुर्वेदलाई, र शाश्वत भन्छौँ। र यसलाई चाहिँ नि हाम्रो एउटा सनातन चिकित्सा, मतलब परापूर्वक कालदेखि चलिआइरहेको चिकित्सा हो। त्यो कारणले गर्दाखेरि आयुर्वेद बिल्कुलै वैकल्पिक चिकित्सा होइन, यो चाहिँ नि हाम्रो अनादि अनन्त, यो हाम्रो आदि चिकित्सा हो, पहिलादेखि सुरु भइरहेको। र बिचमा आएर हाम्रो अर्को मोडर्न साइन्सहरू आइसकेपछि त्यसपछिबाट यसलाई अलिकति वैकल्पिक चिकित्सा भनेर चाहिँ नि जनमानसमा भनिने चलन आयो। तर म एउटा आयुर्वेदको भक्त भएको कारणले गर्दाखेरि एउटा कुरा तपाईहरु समक्ष मैले व्यक्त गर्न खोजेँ कि आयुर्वेदिक चिकित्सा बिल्कुलै पनि यो वैकल्पिक चिकित्सा होइन। यसबाट हामी कसरी स्वस्थ रहने र कसरी चाहिँ नि रोग लागेमा यसको उपचार गर्ने भन्ने कुरा यसमा शास्त्रमा वर्णन गरिएको छ। र तपाईको दोस्रो प्रसङ्गको जुन अहिलेको यो महामारी कोभिड-19 को अवस्थामा आयुर्वेद चिकित्सा पद्धतिबाट कसरी यो रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्ने प्रश्न छ। अब त्यसमा त्यो प्रसङ्गमा पहिला चाहिँ नि सर्वसाधारणलाई यो रोग प्रतिरोधात्मक क्षमता भनेको के हो म अलिकति बुझाउन चाहन्छु। रोग प्रतिरोधात्मक क्षमता भनेको हाम्रो शरीरमा कुनै पनि रोग लगाउने कीटाणुहरू प्रवेश गरे तापनि त्यो कीटाणुले हाम्रो शरीरमा रोग लगाउन नसक्नु, त्यसको लागि एउटा हाम्रो शरीरमा एउटा चाहिँ नि रोग प्रतिरोधात्मक प्रणाली भन्ने हुन्छ। हाम्रो आयुर्वेदमा जति पनि खाद्य वस्तु छौँ त्यो खाद्य वस्तुलाई हामीले दुई भागमा विभाजन गर्छौँ, आहार द्रव्य र औषध द्रव्य। अब आहार द्रव्य भनेको जुन हामीले हाम्रो आफ्नो चाहिँ पेट भर्नको लागि र दैनिक जनजीवन क्रियाकलापहरू सञ्चालन गर्नको लागि हामी खानेकुराहरू खाने गर्छौँ भने औषध द्रव्य भनेको रोग लागेपछि त्यो रोगलाई निर्मूल गर्नको लागि हामी सेवन गर्छौँ। तर जुन हामीले आहार खान्छौँ त्यो आहार नै यदि चाहिँ नि सही पूर्वक हामीले सेवन गरेको खण्डमा त्यो आहार नै औषधिको रूपमा चाहिँ नि काम गर्न सक्छ।
जसलाई हाम्रो आयुर्वेदको ग्रन्थमा यो कश्यप संहितामा आहारी महाभैषज्यम भन्ने चाहिँ नि भनिएको छ। यसको अर्थ आहार नै सबैभन्दा ठुलो औषधि हो। अब यो अर्थमा अहिलेको यो सन्दर्भ छ कोभिड-19को महामारी, जसमा चाहिँ नि हामीले आफ्नो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि हाम्रा यो आयुर्वेदमा वर्णन गरिएका जति पनि यो रोग प्रतिरोधक क्षमता बढाउन उपयोग हुने खाद्य वस्तुहरू छन्, जुन हाम्रो भान्साघरमै पाइने त्यस्ता कुराहरूमा जस्तै यो तिक्त रस भएको, तिक्त भनेको तितो, त्यसपछि यो कषाय रस भएको, त्यसपछि आएर कटु रस भनेको पिरो स्वाद भएको, यस्तो खालको खानेकुराहरू। जस्तै यसमा चाहिँ नि तितो रस भएकोमा जस्तै तितो करेला, जुन अहिलेको सिजनमा हामी पाउन सक्छौँ। त्यसपछि आएर कषाय रस भएकोमा चाहिँ नि जस्तै मह, अनि कटु रस भएकोमा जस्तै यो ल्वाङ, दालचिनी, मरिच, त्यसपछि आएर खुर्सानी आदि इत्यादि चाहिँ नि प्रयोग गर्न सक्छौँ। त्यसपछि आएर रुक्ष आहार, रुक्ष आहार भनेको जुन चाहिँ नि सुखा आहारहरू, जस्तै हाम्रो तराई भेगमा पनि यो हाम्रो ममरा खाने चलन छ, भुजा, त्यो पनि एउटा रुक्ष आहारको चाहिँ नि उदाहरण हो। लघु आहार जुन चाहिँ नि एकदम लाइट हुन्छ, जसलाई चाहिँ हामीले सजिलै पाचन गर्न सक्छौँ, त्यो पनि जुन हाम्रो यो तराईमा खाने भुजा छ, त्यो पनि एक प्रकारको लघु आहारको चाहिँ उदाहरण हो। त्यसपछि उष्ण आहार भनेको तातो चिजहरू, जसलाई चाहिँ नि हामीले यो पेय पदार्थको रूपमा पनि लिन सक्छौँ। तातो सुपहरू र तातो चियाहरू आदि इत्यादि। अब तातो चियाको सन्दर्भमा अहिलेको उसमा चाहिँ नि हामीले यो जति पनि अघि भनेका यो ल्वाङ, दालचिनी आदिका चाहिँ नि पेय पदार्थ बनाउन सक्छौँ, जसलाई चाहिँ नि यो तातो पानी मिसाएर पकाउँछौँ र यो ल्वाङ, दालचिनी, मरिच, त्यस्तै गरी जडीबुटीमा अर्को तुलसी आदि इत्यादि राखेर जसलाई हामी काढाको रूपमा पकाएर एउटा हर्बल टीको रूपमा चाहिँ पिउन सक्छौँ। यो आहारको विषयमा अलि अझै भन्नुपर्दा चाहिँ के भन्नुहुन्छ, जस्तै कि मानिसले चाहिँ अहिलेको अवस्थामा चाहिँ आफ्नो खानपिनमा चाहिँ अलि ध्यान दिनु पर्यो होइन। हामी चाहिँ के खाइरहेको छौँ होइन, ब्यालेन्स डायट भन्छ नि त्यसलाई होइन, त्यो चाहिँ हुनु पर्यो होइन पहिला त। त्यसको लागि खानपिनमा अरू चाहिँ के ध्यान दिनुपर्छ? अब जस्तै तपाईँले ब्यालेन्स डायटको कुरा गर्नुहुन्छ भने आयुर्वेदको सन्दर्भमा हामीले जुन ब्यालेन्स डायटको रूपमा त्यो खानामा हामीले खाएको खानामा 6 प्रकारको स्वादहरू हुनुपर्छ भन्ने मान्यता छ। जस्तै कटु, तिक्त, कषाय, मधुर, अम्ल, लवण, यो 6 वटा स्वादहरू चाहिँ नि हुनुपर्छ भन्ने मान्यता छ। त्यो भएपछि हाम्रो आयुर्वेदिक तवरबाट त्यो आहार चाहिँ नि ब्यालेन्स डायटको रूप ब्यालेन्स डायट भयो। यो एउटा यो कुरा भयो कि यसबाट चाहिँ रोग प्रतिरोधी क्षमता चाहिँ बढ्छ शरीरको होइन, एउटा यो पार्ट भयो आहारबाट। हजुर, त्यो सन्दर्भमा अहिले जुन यो महामारी चलिरहेको कोभिड-19 छ, त्यो कोभिड-19को हामीले एउटा हाम्रो शरीरमा चाहिँ नि रोग प्रतिरोधमा बढाउनको क्षमताको लागि, मतलब त्यो पनि अब कीटाणुको अनुसार हुन्छ, तर यो कोभिड-19को लागि चाहिँ नि त्यो 6 वटा आहारहरू मध्येमा पनि अझ कटु, तिक्त र कषाय यो रसहरू चाहिँ नि बढी मात्रामा हामीले सेवन गर्नुपर्ने हुन्छ। अब एउटा आहारको कुरा तपाईँले गरिहाल्नुभयो, अर्को यो काढाको विषयमा अलि चर्चा गरौँ। कस्तो खालको काढा खानुपर्छ होइन, अनि चाहिँ त्यसको चाहिँ समय कतिखेर हो, राति खाने कि बिहान खाने कि त्यसको त्यो विषयमा अलिकति। हुन्छ, अब काढाको विषयमा अब यदि सकिन्छ भने हाम्रो यही सिंहदरबार वैद्यखानाबाटै निर्मित तुलसी चिया भनेर पनि बनाइएको छ। यदि त्यो प्राप्त भएको ठाउँबाट त्यसलाई चाहिँ एउटा चियाको रूपमा चाहिँ नि हर्बल टीको रूपमा पकाएर खान सकिन्छ। अर्को नम्बर 2, जस्तै अब त्यो औषधि चाहिँ नि उपलब्ध भएन भने हाम्रो भान्सा घरमा हामीले निहालेर हेऱ्यौँ भने त्यहाँ चाहिँ नि पक्कै पनि यो दालचिनी, सुँठ, अनि यो मरिच, त्यहाँबाट आएर हाम्रो ल्वाङ आदि इत्यादि जति पनि यो कटु
प्रधान मतलब अलिकति पिरो स्वाद आउने खालका जति पनि जडीबुटीहरू मरमसलाहरू छन् पिरो तितो होइन? त्यसलाई चाहिँ नि हजुर 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 त्यसलाई चाहिँ नि पानीमा पकाएर त्यो पानीमा पकाएपछि जुन त्यसको एउटा स्मेल आउँछ त्यो स्मेल आउन्जेल पकाएपछि त्यसबाट जुन एउटा रस निस्किन्छ त्यसलाई छानेर एउटा चियाको रूपमा हामीले पिउन सक्छौँ। यो बनाउने तरिका चाहिँ भनिदिनुहोस् न। जस्तै यसमा चाहिँ के चाहिँ राख्ने? अब एउटा गुर्जोको एउटा काढा बनाउने भनिन्छ होइन? गुर्जोको काढा बनाउँदाखेरि त्यसलाई चाहिँ छुट्टै गुर्जो मात्रै राखेर बनाउनु पर्छ। अब गुर्जोको कुरा गर्नुहुन्छ भने सबैभन्दा गुर्जोको काढा बनाउने एउटा राम्रो पद्धति भनेको त्यो गुर्जोलाई रातभरि पानीमा भिजाउने, भोलिपल्ट त्यो गुर्जोलाई अलिकति मसलेर त्यसलाई निचोड्ने। त्यो निचोड्दाखेरि त्यसको रसहरू पूर्ण रूपमा निस्किन्छ। त्यसरी निचोडिसकेको गुर्जोलाई हल्का चाहिँ तपाईँले मनतातो गरेर तताएर त्यसलाई चाहिँ त्यसको रसलाई पिउन सकिन्छ। गुर्जोलाई मात्र लिनुहुन्छ भने। र अर्को काढाहरू जस्तै यदि बजारबाट एभाइलेबल छ भने तुलसीको चियाहरू, अनि जस्तै अहिले सरकारले चाहिँ एउटा यो ज्येष्ठ वासादीको चाहिँ नि चूर्ण छ, त्यो ज्येष्ठ वासादीको चूर्णलाई जस्तै 1 लिटर पानीमा 5 चम्चा त्यो चूर्ण राखेर त्यसलाई पकाउने र त्यसलाई त्यो पानीलाई छानेर चियाको रूपमा चाहिँ नि पिउने। त्यो चाहिँ नि एउटा मेथड भयो पकाउने। अर्को जस्तै मैले भन्नुको तराई भागमा जहाँ चाहिँ नि त्यो औषधिहरू अहिले यो लकडाउनको फेजमा पनि उपलब्ध छैन भने जे जति पनि यो अघि भनेका ल्वाङ दालचिनी जस्ता चाहिँ मरमसलाहरू हाम्रो घरमा उपलब्ध छन् भने त्यसलाई पानीमा पकाएर त्यो पानीको रसलाई छानेर चाहिँ एउटा काढाको रूपमा हामी निर्माण गर्न सक्छौँ। त्यसमा अलिकति अझै भनिदिनुहोस् त। जस्तै कि अब काढा बनाउँदाखेरि के राख्नु पर्यो कि? ठ्याक्कै 1 2 3 4 5 भन्नु पर्दाखेरि एउटा लङ भयो होइन? अरू चाहिँ के? अदुवा। अब जस्तै एउटा ल्वाङ भयो, दालचिनी भयो, मरिच भयो, त्यसपछि आएर अदुवा भयो, अनि बेसार भयो, त्यसपछि आएर यो तुलसीको चाहिँ नि पात। हजुर। यति राख्नुभयो भने हाम्रो घरायसी रूपमा निर्माण हुने यो काढा चाहिँ नि। हजुर। अब यसको सेवन चाहिँ कतिखेर गर्ने? सेवनकाल जुन भन्दै हुनुहुन्छ यसलाई चाहिँ नि सबैभन्दा राम्रो चाहिँ नि खाली पेटमा बिहान 1 टाइम र साँझको 1 टाइम। साँझ भनेको दिउँसो हामीले खाजा खाइसकेर त्यो खाजा पचिसकेको समयमा त्यो 2 टाइम चाहिँ अनिवार्य छ। र यसको अलावा यसलाई पकाएर हामीले थर्मसमा पनि राख्न सक्छौँ र बिचबिचमा जस्तै 2 घन्टाको ग्यापमा पनि यसलाई 1 कप पिउन पनि सकिन्छ। तर नियमित इम्युनि बुस्टरको रूपमा खाली पेटमा साँझ बिहान 2 टाइम हाम्रो नियमित अनिवार्य रूपमा यसलाई पिउनुपर्ने हुन्छ भने र बिचबिचमा 2 घन्टाको ग्यापमा पनि यसलाई पिउन सकिन्छ। हरेक दिन बिहान बेलुका खाने कि के छ? त्यसको पनि एउटा लिमिटेसन छ कि छैन? के छ? हजुर, बिहान बेलुका 2 टाइम मात्र लिनुहुन्छ भने 1 टाइममा तपाईँले 200 ml पिउनु भए राम्रो। हाम्रो सानो चिया ग्लासबाट 200 ml को ग्लासबाट 1 गिलास बिहान र 1 गिलास बेलुका, र बिचमा पनि पिउनुहुन्छ भने हरेक पटक तपाईँले 100 ml को मात्रामा आधा ग्लासको मात्रामा पिउनु भयो। एउटा यो काढाको विषय भयो। अर्को गुर्जो जुन चाहिँ अहिले एकदम चर्चामा छ होइन? गुडगुज पनि भनिन्छ। यो गुडगुजको चाहिँ काढा बनाउने तरिका जुन अघि चाहिँ अलि तपाईँले भन्नुभयो, अर्को चाहिँ पानीमा राखेर त्यसलाई उमालेर त्यो चाहिँ कसरी बनाउने? पानीमा उमाल्दाखेरि तपाईँले डाइरेक्ट नै उमाल्न सक्नुहुन्छ। त्यो गुर्जो ल्याएर सफासँग धोयो, अनि धोइसकेपछि अलिकति सानो सानो गरेर काटेर त्यसलाई पानीमा उमाल्दाखेरि त्यो गुर्जोको जुन यो डाँठ छ त्यो डाँठ चाहिँ नि फाटेको हुनु पर्यो। त्यति बेलासम्म पकाउने र त्यसबाट केही स्मेल आउँछ त्यहाँसम्म पकाएपछि र त्यो काढाको चाहिँ नि हल्का कलर चाहिँ नि चेन्ज हुन्छ। त्यति बेलासम्म पकाइसकेपछि त्यो चाहिँ नि काढा तयार हुन्छ र त्यसलाई छानेर गुर्जोको काढा चाहिँ छुट्टै पकाउनु पर्छ होइन? त्यसमा अरू चाहिँ राख्नु हुँदैन, छुट्टै पकाउनु पर्छ होइन? होइन, त्यसमा पनि औषधि राख्न मिल्छ।
अरू चिज जस्ता कि यसमा पनि हजुर हजुर गुडीचीमा पनि अघि भनेका जति पनि मरमसलाहरू छन् जडीबुटीहरू तिनीहरू राखेर पकाउन सकिन्छ। त्यो पनि राख्न सकियो होइन। हजुर गुर्जोमा पनि एउटा के भनिन्छ भन्दाखेरि अलिक ब्लड प्रेसर ल गर्छ भनेर पनि भनिन्छ होइन। हजुर यो चाहिँ नि हजुर। हो, यो चाहिँ नि तिक्त रस भएकोले, तिक्त रस प्रदान भनेको बढी मात्रामा तितो भएको कारणले गर्दाखेरि त्यो तितो रसको प्रभावले गर्दाखेरि ब्लड प्रेसरलाई चाहिँ नि लो गर्ने क्षमता यसमा हुन्छ। त्यो तितो कारणले सबैले गर्न सक्छ गर्दाखेरि यो काम। हजुर हजुर त्यो कारणले गर्दाखेरि कसैको चाहिँ नि ब्लड प्रेसर लो छ भने त्यहाँ चाहिँ नि आवश्यक सावधानी अपनाएर मात्रै यसलाई सेवन गर्नुपर्ने हुन्छ। जस्तै के गर्नु पर्यो मानु कसैको चाहिँ ब्लड प्रेसर लो छ भने त्यो बेला चाहिँ अब कसैलाई लो ब्लड प्रेसर छ भने या त दिनमा एक टाइम लिने या त अल्टरनेट आज खायो भोलि एक दिन ग्याप र पर्सि त्यसरी चाहिँ लिन सकिन्छ। र त्यसरी त्यो डोजमा लिँदाखेरि पनि यदि कसैलाई त्यसले असर पारेको खण्डमा उहाँलाई चाहिँ नि यो चाहिँ नि नपिलाउनु नै सल्लाह दिन्छु। यसमा चाहिँ रामबाण चाहिँ के छ त काढा मध्येमा अब जुन जुन तपाईँले भन्नुभयो त्यसमा चाहिँ अहिलेलाई चाहिँ कोरोनाको सङ्क्रमण महामारी रहन्जेल चाहिँ के प्रयोग गर्दा चाहिँ काढामा अरू त एउटा आहारको कुरा गरिहाल्नु भयो होइन, ब्यालेन्स डायट हुनु पऱ्यो भने पौष्टिक खाना खानु पऱ्यो होइन, त्यो खानपिनमा चाहिँ जीवनशैलीमा सुधार गर्नु पऱ्यो एउटा त्यो कुरा भयो। अर्को जुन काढाको विषय जुन भन्नुभयो त्यसमा चाहिँ अलि धेरै इफेक्टिभ हुने रोग प्रतिरोधी क्षमता चाहिँ बढाउन मद्दत गर्नेमा चाहिँ कुन चाहिँ बढी छ? तुलनात्मक रूपमा जुन अघि भनेको एउटा फर्मुला, एक नम्बरमा हाम्रो ल्वाङ भयो, त्यहाँबाट दालचिनी अनि मरिच, त्यसपछि सुँठ अदुवा अनि बेसार र तुलसी, यति कुरा मिलाउनु भयो भने यसैले नै काम गर्छ। र यो चाहिँ नि मैले किन जोड दिँदैछु भन्दाखेरि सर्वसाधारणले आफ्नै घर आँगनबाटै प्राप्त गरेर चाहिँ नि बनाएर पिउन सक्ने भएकोले यसलाई नै म जोड दिन्छु। हजुर अर्को चाहिँ दुध र बेसार। हजुर यसको पनि खुब चर्चा हुन्छ दुध र बेसार खानुपर्छ भनेर होइन, दुध तताएर त्यसमा बेसार अलिकति हालेर अनि चाहिँ त्यसको पनि नियमित प्रयोग गर्नुपर्छ। यसको तरिका चाहिँ यसको तरिका के छ त भन्दाखेरि अब दुध चाहिँ नि एक हिसाबले हाम्रो आयुर्वेदको हिसाबले यसलाई एउटा चाहिँ नि गुरु आहार भनिन्छ। भनेको मतलब यो अलिकति डाइजेस्ट गर्न हेभी हुन्छ र यो डाइजेस्ट गर्न हेभी भएको कारणले गर्दाखेरि यो पूर्ण रूपमा यदि डाइजेस्ट भएन भने हाम्रो शरीरमा चाहिँ यसले अभिसन्धिक काम गर्छ। भनेको मतलब च्यानललाई ब्लक गर्ने काम गर्छ। हो त्यो गुण चाहिँ नि नष्ट गर्नको लागि आयुर्वेद तरिकाबाट यदि त्यो दुधमा बेसार मिसाएर पकाउँदाखेरि बेसारमा जुन चाहिँ रुक्ष गुण हुन्छ त्यसले चाहिँ नि यो दुधको जुन एउटा यो गुरुपन छ मतलब हेभिनेस छ त्यसलाई चाहिँ नाश गर्छ। र यसरी यो बेसार चाहिँ नि बेसार आफै पनि एउटा चाहिँ नि हाम्रो इम्युनिटी बुस्टर हो र त्यसलाई दुधसँग पकाउँदाखेरि दुधको जुन यो दुर्गुणलाई यसले नाश गर्नुभयो। साथसाथै यो बेसारसँग दुध चाहिँ नि मिसिएपछि एउटा रसायनको काम गर्ने त्यो दुध चाहिँ नि सेवन गरिसकेपछि राम्ररी पच्ने र दुवै दुधले पनि बेसारले पनि काम गर्ने भएकोले एउटा रसायनको रूपमा चाहिँ नि लिइन्छ। अब तातो पानीको विषयमा कुरा गर्दाखेरि तातो पानी जतिखेर पनि खाइरहने के छ यसमा भन्नुहोस् त। अब यसमा के छ त भन्दाखेरि जुन अहिलेको महामारी यो कोभिड-19 जुन एउटा चाहिँ नि यो भाइरस हो र भाइरस चाहिँ नि कस्तो खालको यो भाइरस भन्दाखेरि जुन हाम्रो यो हामीले जुन सर्वसाधारणलाई बुझाउँदाखेरि जुन हाम्रो रुगा लगाउने खालको भाइरस, रुगा लाग्ने भन्ने बित्तिकै शरीरमा अलिकति चाहिँ नि चिसोपनाको चाहिँ नि सृजना हुने भयो सर्वसाधारणलाई बुझ्ने हिसाबमा। अब त्यही प्रसङ्गको भाइरस भएकोले यो भाइरसलाई नष्ट गर्नको लागि अलिकति चाहिँ नि हिट इनर्जी जरुरत भएको मतलब खाँदाखेरि पनि तातो चिज खाइरह्यो भने यो तातोले गर्दाखेरि यो भाइरस चाहिँ नि नष्ट हुने भएको कारणले गर्दाखेरि यहाँ पानीको प्रयोगमा चाहिँ नि हामीले चिसो पानीको सट्टा तातो पानी चाहिँ नि पिउने बानी बसाल्यो भने यति बेला यो भाइरसले चाहिँ नि हामीलाई चाहिँ नि यो
एट्याक गर्न सक्दैन भन्ने हाम्रो मान्यता हो। अब तातो पानीमा पनि अब कतिको तातो, मन तातो पानी कि अलिकति अलिक बढी नै तातो कि? तातो पानी भन्ने बित्तिकै पहिला त त्यो पानी उम्लेको हुनु पर्यो। किन त भन्दा त्यसमा यदि अन्य कुनै कीटाणु छ भने त्यो पनि मर्छन्। त्यो कारणले गर्दाखेरि पहिला भगभग उम्लिसकेको तातो पानीलाई जुन हाम्रो यो चिया खाने हिसाबमा जुन चियाको टेम्परेचर जसलाई हामीले चाहिँ नि एउटा कपमा राखेर पिउन सक्छौँ, त्यति तापक्रममा चाहिँ नि हामीले पिउनु पर्ने हुन्छ। र विशेष गरी तापक्रमको विषय गर्दाखेरि त्यो पकाउनलाई पहिला सुरुवातमा चाहिँ नि पूर्ण रूपले 121 डिग्री सेल्सियससम्म त्यसलाई चाहिँ नि तताउनुपर्छ। त्यो तातिसकेपछि 121 डिग्री सेल्सियस पुगिसकेपछि यदि त्यो पानीमा कुनै पनि कीटाणु भए तापनि, चाहे ब्याक्टेरिया होस्, भाइरस होस्, यस्ता कीटाणु भए तापनि त्यो सबै मर्ने भए र त्यसपछिबाट त्यसलाई हामीले थर्मसमा स्टोर गरेर राख्न सक्छौँ र पिउँदाखेरि जसरी हामीले दैनिक चियाको रूपमा चाहिँ पिउँछौँ त्यति तापक्रममा हामीले पिउन सक्छौँ। यो तातो पानी अत्यधिक खाँदाखेरि एउटा यो गुनासो पनि भनौँ न, एउटा यो कुरो पनि आइरहेको छ, त्यो के भन्दाखेरि पिसाब पोल्ने के, त्यो पनि समस्या देखिन्छ कसै कसैमा, होइन? के भन्नुहुन्छ डाक्टर साहब यसमा चाहिँ? हो, अब कस्तो छ भन्दाखेरि यो हामीले जति पनि खानपानहरू गर्छौँ, आयुर्वेदले चाहिँ सबै यो ऋतुचर्या भन्छौँ हामीले, कुन ऋतुमा कसरी खाने के गर्ने भन्ने कुरा। अब अहिलेको जुन यो सन्दर्भमा अहिलेको ऋतुमा चाहिँ नि विशेष गरी अझ तराई भाग भयो, तराई भागमा अझै पनि गर्मी छँदै नै छ। त्यो कारणले गर्दाखेरि कोहीलाई चाहिँ नि बढी तातो पानीको सेवन गर्दाखेरि यस्तो पिसाब पोल्ने रोगहरू देखिन सक्छ। यदि त्यस्तो देखिएमा चाहिँ नि उहाँले चाहिँ त्यो तातो पानीको सेवन चाहिँ नि कम गर्नुभयो हुन्छ। कम गर्नुपर्यो। हजुर। अब हामी अन्त्यतिर पनि आइसकेका छौँ। अब एउटा आयुर्वेदको कुरा गरौँ। आयुर्वेद, अब यो त भयो घरेलु उपचार, होइन? आयुर्वेद जुन औषधिहरू छन् नि, त्यसको प्रयोग कसरी गर्ने, कुन कुन आयुर्वेदिक औषधिहरू जुन तपाईँहरूले अहिलेसम्म अध्ययन गर्नुभएको छ कि यो चाहिँ अलि रोग प्रतिरोधी क्षमता बढाउनमा चाहिँ मद्दत गर्छ, होइन? ती औषधिहरू चाहिँ कुन कुन छन्? अब औषधिको सन्दर्भमा जस्तै 1 नम्बरमा हामीले च्यवनप्रास लिन सक्छौँ। च्यवनप्रासको साथसाथै अर्को एउटा यो केसरी जीवन भनेर पनि पाइन्छ, त्यसमा अझै केही अरू जडीबुटीहरू थपिएको छ। यो दुई मध्ये कुनै पनि जुन एभाइलेबल छ त्यो लिएर र यसको अहिलेको यो कोभिड-19 को यो महामारीको लागि सेवन गर्ने तरिका चाहिँ नि बिहान खाली पेटमा 1 देखि 2 चम्चा बिहान खाली पेटमा त्यसलाई सेवन गरेर र जबसम्म त्यो पूर्ण रूपमा डाइजेस्ट हुँदैन, अर्थात् जबसम्म त्यो खाइसकेपछि भोक लाग्दैन, त्यति बेलासम्म नास्ता नगरिकन हामीले सेवन गरेको खण्डमा यसले चाहिँ नि हाम्रो इम्युनिटी बढाउनको लागि धेरै नै राम्रो काम गर्छ। अब त्यसपछि अर्को इम्युनिटी बढाउनको लागि भनेर जस्तै यो गुर्जोको रसहरू अहिले चाहिँ नि बजारमा चाहिँ गुर्जोको रस र ट्याब्लेटहरू पनि आइसकेछ र त्यहाँबाट अर्को आएर हाम्रो यो नेचुरल रूपमा पाउने जुन मह, त्यो महको सेवन पनि हामीले गर्न सक्छौँ। एक त त्यो कसाय रस भयो र त्यो बल्य पनि भयो। त्यो कारणले गर्दाखेरि पनि महको सेवनबाट पनि त्यो हाम्रो इम्युनिटी जाने बढाउने काम गरिन्छ। त्यसपछि अब अरू अन्य औषधिहरू जस्तै ज्येष्ठवासादि भनेर अहिले सरकारले पनि उता नरदेवी अस्पताल जस्तैमा चाहिँ वितरण गर्दै हुनुहुन्छ। त्यो ज्येष्ठवासादि चूर्णलाई पनि हामीले चाहिँ नि एउटा औषधिको रूपमा लिन सक्छौँ। त्यस्तै गरी अब इम्युनिटी बुस्टरकै रूपमा भन्ने हो भने अरू जस्तै यो सितोप्लादीहरू, टालिसादी चूर्णहरू, यस्ता खालका औषधिलाई पनि हामीले लिन सक्छौँ। जति पनि यो श्वास प्रश्वास प्रणालीमा काम गर्ने खालका औषधि, सितोप्लादी भए, त्यसपछि आएर हरिद्राखण्ड पाक भए, यस्ता औषधिहरू हामीले सेवन गर्न सक्छौँ।
हजुर, हवस् त, धन्यवाद। नमस्कार। दर्शकवृन्द, ओ छथि डॉक्टर योगेश प्रसाद वैद्य, प्राचार्य छथि ओ श्री मिथिला आयुर्वेद कॉलेज एंड रिसर्च सेंटर के। आइ हुनका से बात करै छलिए जे आयुर्वेद जे दवाई सब छै, जे घर में पावे वाला जे खाए वाला सामान सब छै, ओहू से ओहो खाद्य पदार्थ से रोग प्रतिरोधी क्षमता बढ़ाओल जा सकै छै। ई रोग प्रतिरोधात्मक क्षमता बढ़ावा के लेल केना कऽ ई चीज सबके प्रयोग करऽ चाही, एहि विषय में आइ हुनका से चर्चा करै छलिए, बातचीत करै छलिए। बेस त, नमस्कार।